सही हो। अनि मेरो त्यो उठाइ बसाइ सोच विचार हेराइ त्यो सबै राम्रो हुनु पर्यो। पर्यो राम्रै छ। यता सुन यहाँ। नसुन्ने के? नसुन्ने भनेर हुन्छ। हामी कस्तो जबरजस्ती हुन्छ र? हामी सबैका एउटै पिता हुनुहुन्न र एउटै पिता हो शिव भगवान। के? शिव भगवान। के एउटै परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको होइन र? हो शिव भगवानले। त किन हामी एकले अर्काको विश्वास भङ्ग गरेर हो हाम्रा पिता पुर्खाको करार भनेको यही वचन यो बुझ्यो सुन्नु। अब म यहाँ अनि फोनमा छु अनि पिता पुर्खाको करारलाई अपवित्र पार्छौ। आयो नि त यी हाम्रा पिता पुर्खाको करारलाई अपवित्र पार्छौ। हाम्रा पिता पुर्खाको शिव भगवान पुर्खा। यहाँ यी वचन होइन शिव भगवान होइन हो भने कहाँ गलत हुन्छ? त्यो त मान्छे हो। कहाँ मान्छे हुन्छ? मान्छे भए आत्मा छ शरीरबाट केही फाइदा हुँदैन भनेर अघि सुनाएको होइन। अनि पशुपति नाथ किन बनाउँछ नि त? त्यो त प्रभु चिनेको छैन। अब कहाँ नचिन्नु? मान्छे जनता नेपाली जनताले चिन्दैन भगवानलाई। मान्छे मरेपछि पशुपति किन लान्छ नि त शिव भगवानको अगाडि? खालि तपाईँ नचाहिने कुरा मात्र आफ्नै परमेश्वर मात्र ठुलो भनेर हिँड्ने जहिले नै कहाँ हुन्छ त? परमेश्वर ठुलो हुँदैन। तपाईँको लागि ठुलो हो, मैले ठुलो होइन त भने होइन। फेरि तपाईँको लागि चाहिँ परमेश्वर ठुलो हो के, हाम्रो लागि शिव भगवान ठुलो। त्यही भएर तपाईँले वचन बुझेको छैन भनेको। तपाईँले पनि त हाम्रो भगवान बुझ्नु भएको छैन त। अनि उसले गणेशले किन त्यहाँ काट्यो टाउको? त्यसरी काट्नु पाइयो? कहाँ छैन। त्यहाँ टाउको काटेर त्यो पशुको टाउको राखिदिएको होइन मान्छेले। त्यसैले त सबैभन्दा पहिला केही कार्य गर्दाखेरि गणेश भगवानलाई मान्छन् त। कहाँ हतियार? हतियार त सबै हुन्छ त। आत्मा भने त्यसो भने त आत्मा पनि त परमेश्वर ऊ नै भयो त नि। ल जाम हिँड्न भयो, सक्यो त। जाउँ ल हिँड्नु। परमेश्वरबाट थन्छ आछ अब केही हेर्नु नै छैन क्या, भइसक्यो त, सक्यो त। अब यसमा के तपाईँ सही म गलत भन्नु पर्यो? मैले म गलत, मैले शिव भगवान हो भन्नु म गलत। मैले यसुलाई भगवान भन्नुपर्ने, त्यसपछि म सही हुन्थे। परमेश्वर भन्नुपर्ने मैले। त्यसो भने अघि तपाईँले नाकको पाल हुने जति चाहिँ सबै झुट हुन्छ किन भन्नुभयो त? झुटो नाकमा पाल हुने माथि विश्वास गर्ने हो। नाकमा पाल हुने माथि त्यो नाकमा पाल त्यो विश्वास गर्ने होइन कि त्यो। अब म तपाईँको विश्वास गर्ने कि नगर्ने त? मेन प्रभुलाई विश्वास गर्ने। प्रभुलाई, शिव भगवानलाई विश्वास नगर्ने? प्रभुलाई मात्र विश्वास। ल मैले शिव भगवानलाई विश्वास लाग्छ भनेर अब के अन्त? त्यहाँ कहिले बोल्दा के बोल्न जान्छ, मिस्टेक बोल्न जान्छ। मिस्टेक त सबैबाट हुन्छ त। मेन त प्रभु चाहिँ। प्रभुसँग चाहिँ मिस्टेक हुँदैन? अहिले सिकाउने वचन भनेको होइन। तपाईँले बुझ्नु भएन क्या? मैले शिव भगवानलाई भगवान मान्न पाउँदिनँ कि पाउँछ? ल भन्नु, पाउँछ कि पाउँदिनँ? मैले शिव भगवानलाई भगवान भन्न पाउँछ कि नै? अब जीवन चाहियो भने उहाँ येशू ख्रीष्टमा परमेश्वर चाहियो। हामीलाई जन्म कसले दिएको? येशू भगवानले दिएको। येशू भगवानले दिनुभयो हामीलाई जन्म? ल त्यति भन्नु त मलाई। येशू भगवानले दिनुभयो जन्म? तपाईँ त खालि के हेर्नुहुन्छ भाइ? जाउँ न, ढिला भयो कि? सानो सानो बगाल भनेछ यहाँ। के हो सानो बगाल भने? सानो बगाल के सानो। अब त्यहाँ भिड त्यो भिड भन्नाले पनि त्यो यो छ नि, अब कति हुन्छ नि त त्यहाँ मान्छे, अरू कति धेरै हुन्छ होइन। यता सुन, सानो बगाल नडराऊ। अब यो तपाईँलाई पढ्न त आएन यसुको? ल जाम के दिदी भयो के? अब तपाईँ कसरी जानुहुन्छ घर? मैले यसु ठिक छ भगवान हो, शिव भगवान होइन भनेपछि जाने तपाईँ? पिताको हुनुहुन्छ शिव भगवान पिताको पिताको हुनुहुन्छ भने पुत्रले बाहेक र पुत्रले उहाँ पिताको हुनुहुन्छ भने पुत्रले बाहेक र पुत्रले उहाँलाई जस कहाँ प्रकट गर्ने इच्छा गर्दछ
त्यसले बाहेक अरू कसैले जान्दैन। हो अनि मैले शिव भगवान मात्र जान्छु। तपाईँले यो जाने छैन? तपाईँले जाने छ? पिता को हुनुहुन्छ? शिव भगवान। ल जाउँ हिँड्न दिदी भयो। ल तपाईँ सही म गलत। ल जाउँ, ढिला भयो दिदी, जाउँ घर जान ढिला भयो मलाई। तपाईँ नजाने? जाने पक्न एकछिन बसौँ न। कस्तो बसौँ हो र, ढिला भइसक्यो। अब तपाईँको यसुको लागि म बस्नु पर्ने। ल भगवान शिव हो भन्नु न त। होइन। कस्तो होइन? होइन, भगवान राक्षस हो, शिव भगवान राक्षस हो तपाईँको अर्थमा। त्यस्तो नमान्नु नि। त्यही भने सबै जातिको मान्छेले यस्तो भने यो सुहाएन। ल जाम दिदी, जाम ल जाम। तपाईँको लागि तपाईँको यसु ठुलो, मेरो लागि शिव भगवान ठुलो। ल कुरै सक्यो त, जाम न त अब। गुड नाइट, ओके बात गर्छ। दिदी हजुर तपाईँको लागि यसु ठुलो, मेरो लागि शिव भगवान ठुलो। ल जाउँ, कुरा सक्यो, दुईजनाकै मिल्यो। मिल्यो के? घुमायो त्यसले। तपाईँ त मान्छे लास्टै ढित हुनुहुन्छ यार। तपाईँहरूको चर्च कहाँ छ? ए चर्चै होइन नि, होइन त्यो त। के तिमीहरूलाई थाहा छैन? तिमीहरू परमेश्वरको मन्दिर यहाँ चर्च प्रभु परमेश्वर भवन भनेपछि त्यो जुन इँटाहरूले बनाएको त्यो चाहिँ घर? त्यो त इँटा, त्यो त इँटाको घर मैले बनाइदिएँ मैले। यसु कसैले देखेको छैन नि, यसुको फोटै छैन भन्नुभयो यसु भगवानको तपाईँले? येशू भगवानको फोटो छ र? छैन रे, त्यो सबै फेक रे। जति पनि त्यहाँ चर्चमा राखेको छ नि फोटोहरू सबै फेक हो रे उहाँले भन्नुभयो। होइन ला। हो रे। यता सुन, त्यही मानिस खुसी हो जसले मेरो वचन सुन्छ जो दिन हो। त्यही मानिस खुसी हो। अब खुसी चाहियो होइन तपाईँलाई? म खुसी हुनको लागि मैले के अरे यसु भगवानलाई मान्नै पर्ने भयो। पहिला यहाँ सुन्नु न वचन। त्यही मानिस खुसी हो जसले मेरो वचन सुन्छ। भन्छ गन्छ। बिचा नबोल न बाबु। त्यही मानिस खुसी, बिचा नबोल्नु फेरि चेतावनी दिँदैछु। त्यही मानिस खुसी हो जसले मेरो वचन सुन्छ। जो यहाँ हेर्ने कि यहाँ आँखामा यहाँ शोभालाई हेर्ने, त्यहाँ हेर्ने होइन। अन्त हात काउ पेट त्यो अनुशासन भएन त्यो। मलाई भइसक्यो त, ढिला भयो के? ऊ त्यो मान्छेले सुन्छ, ऊ त्यो सबले। त्यही मानिस खुसी हो जसले मेरो वचन सुन्छ जो दिन हो। जाउँ भने यो दिदी गएकै होइन। पर्ने जो दिन हो मेरो धोकामा निहालेर मेरो अब सुन्ने के जो दिन हो मेरो धोकामा निहालेर, धोका भनेकै परमेश्वर। जो दिन हो मेरो धोकामा निहालेर हेर्दै मेरो धोकानिर पर्खिरहन्छ। किनभने जसले मलाई भेटाउँछ त्यसले जीवन पाउँछ र परमप्रभुको निगाह प्राप्त गर्छ। अनि फेरि पक्ने, तर जसले मलाई भेटाउन चुक्छ त्यसले आफैलाई नोक्सानी गर्छ। मलाई घृणा गर्ने सबैले तर जसले मलाई भेटाउन चुक्छ त्यसले आफैलाई नोक्सानी गर्छ। तर जसले मलाई भेटाउन चुक्छ त्यसले आफैलाई नोक्सानी गर्छ। मलाई घृणा गर्ने खैछन् म पढिदिन्छु। मलाई घृणा गर्ने सबै मृत्युसित प्रेम राख्छ। गर्ने सबैले मृत्युसित प्रेम राख्छ। मृत्युमा जाने। अब म त्यो यीशु भगवान नमान्ने जति सबै मर्छ, अनि यसु भगवान मान्ने जति सबै बाँच्छ त? शरीरको होइन, आत्माको मृत्यु हुने हो। आत्मा यसु भगवान नमान्ने जतिको आत्मा एउटा नि रहँदैन। अब विश्वास नगर्ने त्यो यहाँ वचनमै लेखेको छ नि त। ल दिदी, ल जाउँ। परमप्रभुको भय मान्नु नै यता सुन्नुहोस्, परमेश्वरको भय मान्नु नै बुद्धिको सुरुवात हो र परम पवित्रको ज्ञान नै समशक्ति हो। ल जाउँ। ढिला भयो, पसल बन्द गर्न। ल जाउँ दिदी, जाउँ। कहाँ थेत, यदि त फाइनल एक्जाममा पढ्नु होला, तपाईँ पास हुनुहुन्थ्यो होला बरु। ल निस्किनु दिदी, निस्किनु दिदी, निस्किनु।